यो देश बाहुन छेत्रीले बिगारे। कतै कतै यो वाक्य खूब सुनिन्छ, तर के यो साँच्चै हो त? प्रेम आले, पृथ्वी सुब्बा गुरुङ, रामबहादुर थापा बादल, सुभाष नेवाङ, देव गुरुङ, बसन्त नेवाङ, ओन्सरी घरती, रामजनम चौधरी, कृष्ण गोपाल श्रेष्ठ, रामवरण यादव, मातृका यादव, विमलेन्द्र निधि, विजय कुमार गच्छेदार, उपेन्द्र यादव, वर्षमान पुन, अब्दुल रज्जाक, जीवन परियार, राजेन्द्र महतो, रञ्जिता श्रेष्ठ चौधरी, शेरदन राई, जेपी गुप्ता, अशोक राई, छविलाल विश्वकर्मा र अझै कति हो कति। पछिल्ला 30 वर्षतिर फर्केर हेर्ने हो भने सांसद, मन्त्री, उप प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति जस्ता उच्च पदहरूमा पुगेका यस्ता धेरै नामहरू हामीसँग छन् जो पटक पटक पदमा पुगे, शासक बने। यी नामहरू राज्यले निर्धारण गरेका विभिन्न क्लस्टरहरू, आदिवासी, जनजाति, मधेसी, थारू, उत्पीडित समुदाय आदिबाट प्रतिनिधित्व गर्ने व्यक्तिका नामहरू हुन्। स्थानीय तहदेखि लिएर सेना, प्रहरी, निजामती सबै क्षेत्रमा पनि विविध समुदायको उल्लेख्य उपस्थिति छ। त्यसैले साथीहरू, प्रश्न उठ्छ कि साँच्चै बाहुन छेत्रीले देश बिगारेको हो त? होइन, होइन, बिल्कुल होइन। सत्य के हो भने यो देश बिगार्ने र बनाउने दुवै काममा सबैको हात छ। जहाँ मौका मिल्यो त्यहाँ आफन्तवाद भयो, कृपावाद भयो, आफ्ना मानिस अघि सार्ने काम भयो। कसैले कसैलाई छोडेन। बाहुनले बाहुनलाई पनि लुट्यो, छेत्रीले छेत्रीलाई पनि, मगरले गुरुङलाई, गुरुङले राई लिम्बूलाई, पहाडले मधेसलाई, मधेसले पहाडलाई, आफन्तले आफन्तलाई, छिमेकीले छिमेकीलाई। अन्ततः साथीहरू, देश नै लुटियो। यदि तपाईँ नेपालका कुनै पनि जेलमा जानुहुन्छ भने त्यहाँ एउटा मात्रै जात वा समुदायका मानिस भेट्नुहुन्छ त? पक्कै होइन। सबै समुदायका मानिस त्यहाँ पनि छन्। भनेपछि समुदाय नै चोखो वा खत्तम भन्ने त हुँदै हुँदो रहेनछ। त्यसैले केही व्यक्तिको गल्तीलाई आधार बनाएर पुरै समुदायलाई दोष दिनु अवैज्ञानिक र खतरनाक प्रवृत्ति हो। साथीहरू, हाम्रो समाजमा ऐतिहासिक रूपमा असमानता छ, विभेद छ। त्यसको पहिचान र समाधान अनिवार्य छ र हुँदै पनि छ। तर त्यसैको नाममा एक अर्कालाई दोषारोपण गर्दै समाज फुटाउने काम समाधान होइन। देश बनाउने एकमात्र बाटो के हो भने नेपाली दाजुभाइ, दिदीबहिनी, बुबा आमा सबै मिलेर अगाडि बढ्नुपर्छ। घृणा होइन, प्रेम र एकता चाहिन्छ। विभाजन होइन, सहकार्य र सद्भाव चाहिन्छ। आरोप होइन, जिम्मेवारी र उत्तरदायित्व बोध चाहिन्छ। किनकि यो देश कसैले एक्लैले बिगारेको होइन र कसैले एक्लैले बनाउन पनि सक्दैन। सबै सबै मिलेर बनाउनु पर्छ।